मेरो डल्ले खोर्सानी चाहिँ यतिको सुकेको छ। 2 दिन बादमा चाहिँ अब यसको चाहिँ म डन्ठाहरू सबै निकालेर हाल्छु। अनि भिनेगर, नुन अनि पानी हाल्छु। अस्ति मैले पानी बोइल गर्दा चाहिँ नुन हालिनँ। आज चाहिँ म हाल्छु नुन। ज्यादा नुन हाल्यो भने फेरि गल्छ नि त नुनले। आज चाहिँ म नुन हालेर भिनेगर हालेर गर्छु। हजुरहरूले हेर्दै गर्नुहोस्। म पानी हाल्छु यहाँनिर 1 लिटर भन्दा अलिकति ज्यादा छ पानी। अन्त 2 टिस्पुन चाहिँ नुन हाल्छु। ज्यादा नुन हाल्यो भने फेरि गल्छ नि त। त्यहाँदेखिको भिनेगर चाहिँ 2 यस्तो नाप आफ्नो एउटा अन्दाजको। यो चाहिँ म चाहिँ 2 बाटी हाल्छु। अब चाहिँ यसलाई चाहिँ पुरा बोइलिङ गर्छु। यो पुरा फुल बोइल भयो भने चाहिँ हजुरहरूलाई देखाउँछु। फुल बोइल भयो त्यहाँदेखिको ठन्डा गरेर चाहिँ हाल्छु। हेर्दै गर्नुहोस्। अब चाहिँ यो चाहिँ पानी चाहिँ पुरा बोइल भयो कि यस्तो बोइल भएको छ नि हो। त्यो बोइल भएर चाहिँ अब चाहिँ म चाहिँ ग्यास अफ गर्छु। यसलाई ठन्डा बनाएर चाहिँ अन्त हाल्छु। हजुरहरूले हेर्दै गर्नुहोस्। अब चाहिँ म चाहिँ यसको डन्ठाहरू निकाल्छु किनकि यो डन्ठासँग चाहिँ उयो हुन्छ नि त। यो भिजेपछि कुन्छ, कुलेपछि चाहिँ खराब हुन्छ। म चाहिँ ग्लोभ्सहरू युज गर्दिनँ कि यतिकै गर्छु किनकि यो हात पोल्यो भने पनि यो आइडिया छ नि यसको पिरो हटाउने। यसरी गरेर सबै चाहिँ यसरी गरेर निकाल्नुपर्छ। यो यसरी डल्लै निकाल्यो। अब यो डल्लै देखाइरहन्छ त लामो हुन्छ नि त कि। यतिको गरेर चाहिँ म यो सबै निकालिसकेर चाहिँ हजुरहरूलाई देखाउँछु। हेर्दै गर्नुहोस्। यो चाहिँ मैले चाहिँ केलाइसकेको यो सबै निकालेको छु। यसलाई निकाल्दाखेरि चाहिँ यस्तो गरेर चाहिँ यसरी घुमाउनुपर्छ। यसलाई घुमाएपछि चाहिँ यसरी निस्किन्छ नि त। अब यो चाहिँ सबै केलाइसकेको छु। अब यो चाहिँ कस्तो मैलाले चाहिँ यो त वेस्ट हो नि त। यो पानीले भिजे यसको बोक्रा सबै निस्किन्छ, मैला हुन्छ। अनि मैले चाहिँ यहाँनिर यतिको सफा गरिसकेको छु। यो चाहिँ बोइङ चाहिँ यहाँनिर बोइङमा हाल्छु। त्यहाँदेखिको चाहिँ यो चाहिँ पानी चाहिँ चिसो भयो। यो पानी चाहिँ मैले फ्यानमा राखेको थिएँ। पानी चाहिँ फ्यानमा राखेर चाहिँ चिसो भएको छ। अब चाहिँ म चाहिँ यहाँ हाल्छु यसरी। यो चाहिँ म हाफ हाल्छु किनकि फुल हाल्यो भने चाहिँ यो चाहिँ फेरि यो फुलेर चाहिँ टुस्सु हुन्छ त। अन्त बम भर्ती हुन्छ नि त। आधा आधा गरेर हाल्छु। यसको डन्ठा निकाल्यो भने चाहिँ सफा देख्छ नि त। यो डन्ठासँग चाहिँ घिनै लाग्दो देख्छ नि त। यति मात्रै हाल्छु म यहाँनिर। अनि यहाँबाट चाहिँ यो अघिको पानी हाल्छु। अब यो डल्लै हालेपछि यो फेरि फुल हुन्छ, यहाँसम्म आउँछ, घोप्टिन्छ। यो चाहिँ यस्तो गर्छु यहाँ। अन्त यहाँनिर अर्को बोइङ चाहिँ यसमा हाल्छु। प्लास्टिकको बोइङ भन्दा चाहिँ सिसाको बोइङ राम्रो चाहिँ धेरै दिनसम्म राख्न सक्छ। यसरी गरेर यहाँ चाहिँ पानी हाल्छु। यसरी गरेर राखेको छु। अब यो चाहिँ भइसकेपछि चाहिँ म हजुरहरूलाई देखाउँछु। यो चाहिँ बेला बेलामा घाममा पनि निकाल्नुपर्छ यसलाई। म चाहिँ खिड्कीमै घाममा राख्छु। यतिको भएको छ। अब यो चाहिँ कतिको हुन्छ पछि भयो भनेर देखाउँछु म। फुलेर चाहिँ माथिसम्म आउँछ नि त। यो भर्ती हुन्छ होला। यसमा चाहिँ मैले ज्यादै हालेको छु, यसमा चाहिँ अलिक कम हालेको छु। ज्यादा भने चाहिँ म यहाँनिर यता गर्छु हाल्छु। हजुरहरूले यसरी गरेर हेरिदिनुहोस्। हेरिदिनुको लागि थ्याङ्क यू सो मच।